गाइस तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ म मासुको अचार बनाउन जाँदै छु। मैले मासु चाहिँ ल्याइसके। अब यसलाई चाहिँ सानो सानो पिस बनाउँदै छु। यत्रो पिस। मासु चाहिँ मैले धेरै ल्याएन, आधी केजी मात्र लिएर छु। त्यही भएर मिठो भयो भने चाहिँ आई विल ट्राई अगेन। मिठो भएन भने पनि आई विल ट्राई अगेन। मैले चाहिँ यति लसुन र अदुवा काटेँ। अब मसला यसलाई चाहिँ मैले हल्का हल्का तताएँ। फेरि डरला नि कालो भएर ठिक छ। यहाँ चाहिँ के छ के नाम त मलाई आउनु नाम चाहिँ मलाई आउनु गाइजहरू, तर म यहाँ चाहिँ लाउनुपर्छ भनेर त्यति लगाएको हो। त्यतिकै रातो भए त चल्छ है। मलाई ठिक छ, यसलाई देख्छु म। अब यो दुईटालाई चाहिँ म मिक्स गर्छु, यसलाई र अनि यसलाई। मैले चाहिँ यति तेल हालेँ। अब यति तेलमा चाहिँ अब मैले यति मासुलाई पहिला फुराउँछु, अनि मासुलाई फुराएपछि बल्ल यिनीहरूलाई चाहिँ हाल्छु म। मैले मासु चाहिँ यतिको रातो बनाएँ। अब यसलाई चाहिँ यतिको खरासित झिक्नुपर्छ होला है। यतिको भयो। अब सायद यसलाई झिक्दा ठिक हुन्छ। अब यसलाई चाहिँ म झिक्छु, अनि झिकेर चाहिँ यिनीहरूलाई हाल्छु। त्यहाँदेखि अब यसमा चाहिँ म थोरै मेथी पुऱ्याउँछु पहिला। मेथी पुऱ्याएपछि मलाई हाल्छु। यो चाहिँ यतिको पुरिसकेको छ, देख्न सक्नुहुन्छ। अब यसलाई हल्का एकछिन मात्र पुऱ्याउँछु म, हल्का मात्र। त्यसपछि हाल्छु। अब यसमा म हाल्छु 2 चम्चा मसला। ठिक्क हाल्छु। मैले चाहिँ यसलाई धेरै मसिनो पनि बनाएन, यतिको ठिकै हुन्छ जस्तो लागेर यसमा 2 चम्चा मसला हाल्छु। अनि त्यसपछि यो हाडी खुर्सानी हाल्छु। अनि एकछिन बनाउनु है त। अब यसलाई चाहिँ एकछिन म पाकिदिन्छु। कस्तो भयो दाजु? त ठिकै भयो कि के हो? अब यसमा म आधी चम्चा जति कश्मिरी रातो खुर्सानी हाल्छु। धेरै खङ्गाले जस्तो छ। अब यसमा चाहिँ आधी बिर्को जति भिनेगर हाल्छु। यसले चाहिँ लामो समयसम्म राखेर खानु मिल्छ अझै। मलाई त्यति आइडिया छैन। ल, मेरो अचार भयो रेडी। कस्तो भयो गाइजहरू भनिदिनुहोस् त, कस्तो भयो अचार? यसमा नुन हाल्न बिर्सेको छु कि, यसमा चाहिँ हल्का स्वाद अनुसार नुन हाल्छु अरे। अनि बल्ल भयो अब रेडी। मैले खाएर नि देखाउँछु एकछिनमा। गाइस अचार चाहिँ यस्तो भयो। अब एउटा दुइटा पिस राख्छु कस्तो भएको छ। रिभ्यू दिन्छु। हजुरहरूले पनि घरमा बनाउनु इजी हुँदो रहेछ। मैले बनाएँ, हजुरहरूले पनि बनाउनु सक्नुहुन्छ। बनाउनुहोस्। अब यस्तो छ अचार। म चाहिँ एउटा खाएर टेस्ट गर्छु कस्तो भयो। अलि धेरै खङ्गाली छ, अरू चाहिँ टेस्ट चाहिँ मिठो छ। अलिक चबाउनु पर्ने रहेछ। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर तपाईँहरूले साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। सब्सक्राइब नगर्नुभएको साथीहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र हजुरहरूले पनि ट्राई गर्नु होला एकचोटि। बाई बाई।